बेरंगी शामें आई है तुमसे रंगीनियाँ। फर्स्ट टाइम हाम्रो भेटघाट भनेको इन्ट्रेस्टिङ छ। त्यो भन्दा पनि बाल्यकालदेखि नै हो। किन भन्दाखेरि हाम्रो सांस्कृतिक कार्यक्रम होली पर्वमा पटक पटक आउँदाखेरि चाहिँ नोटिस भएको बाल्यकालदेखि नै। कति क्लासमा पढिन्थ्यो भन्दाखेरि 4 देखि 5 क्लाससम्मको होला आसपास। त्यो बेलादेखि नै अलि राम्रो लागेको होइन। त्यो बेलादेखि नै अब भनौँ न आफ्नो लाइफ पार्टनर नै यही हुनुपर्छ भन्ने त्यो सोच भएको। ड्याडी मम्मीले यस्तो केटाको रिक्वेस्ट आउला भन्नुभएको थियो। अनि नभन्दै हजुरको आयो पनि होइन। अनि त्यसपछि एक्सेप्ट गरियो। अनि त्यसपछि बिस्तारै हजुर बोल्दै गर्नुभयो। टाइममा त्यो प्रोफाइलहरू हेर्दा हेर्दै कहिले मन पराए थाहा नै भएन। सजाइसके मनमा मैले मायाको गजोरी। फुल देखे धेरै मैले तिमी हौ बिन्जोरी। जीवनको रङ्ग खोल्दैछ सिन्दुरी। ब्याचलरमा पढ्दाखेरि इन्डिङतिर होला सायद। म यतै कार्यरत थिएँ इन्सपेक्टरको रूपमा टिकापुरमा। त्यति बेला चाहिँ हाट बजारमा उहाँको घर ठ्याक्कै मुनिबाट चाहिँ नोटिस गरिरहन्थेँ। अनि एकदमै राम्रो लाग्थ्यो त्यो मोमेन्ट चाहिँ। तर उहाँले चाहिँ कहिल्यै पनि मलाई हेर्नु भएन। अनि एक वान साइडेड हो कि जस्तो पनि लागेको थियो त्यो बेला है। त्यो बेला वान साइडेड हो। मैले चिनेकै थिएन हजुरलाई। चिनेकै थिएन है त्यो बेला चाहिँ। जस राम्रै भयो। अनि के थियो कि तिम्रोबाट मेमोरेबल? मेरोबाट मैले त फोटो मार्फत हो। त्यसपछि हजुर बैतडीबाट आउँदाखेरि फर्स्ट टाइम भेटेको हामीले। फर्स्ट इम्प्रेसन इज द लास्ट इम्प्रेसन जस्तै। अनि सुस्तै बोल्दा घर परिवारले नि मन पराएको प्लस उहाँले बच्चैदेखि मन पराएको। अनि यसरी नै लभ स्टोरी सुरुवात भयो। ये दिल तुम बिन कहीं लगता नहीं, हम क्या करें। तसव्वुर में कोई बसता नहीं, हम क्या करें। उहाँ अब जस्तो मान्छे देखिनुहुन्छ त्यस्तै बोली व्यवहारदेखि लिएर सबै एकदमै पर्फेक्ट छ। अब इम्प्रुभ गर्ने कुराहरू अहिले जति माया गरिराख्नु भएको छ मलाई सधैँभरि त्योभन्दा अझै बेसी माया गर्नु पर्यो। त्यो नै इम्प्रुभ गर्ने कुराहरू। नभए त अरू कमी कमजोरीहरू त्यस्तो केही पनि छैन। मेरो एक्सपेक्टेसन धन सम्पत्ति केही पनि होइन। सिर्फ बाचुन्जेल दुःख सुखमा साथ दिने, हरेक पाइला मेरो पाइलामाथि पाइला हजुरले नि टेक्ने। यसरी नै जीवनको सङ्घर्ष सुखमय दुःखमय सबै एकदम सहजै रमाइलो तरिकाले नै अघि बढोस् र सधैँ हाम्रो माया प्रेम साथ सम्बन्ध सबै सधैँ अघि राम्रो अझै मजबुत हुँदै जाओस्, अझै गहिरो हुँदै जाओस् भन्ने हो। अलवेज अहिले मात्रै होइन कि बुढेसकालसम्म नि फ्रेस माया होस्। र एकदम व्यस्त सेड्युल लगभग डेली नै हुन्छ। व्यस्ततालाई चाहिँ बुझिदिनु सबैभन्दा ठुलो आग्रह त्यो छ। र अलवेज फ्रेस माया होस्। जीवनको बाटो यो हिँडेको अब सजाएर सपनाको एउटा संसार। अनगिन्ती यादहरूलाई साथै राखेर हाँसोले खुसीले घर सजाएर
सुख सबै बाटेर अन्तिम सास फेर्छु तिमीसँगै बाँचेर दिनहरू दुःखका नआउला भन्दिन तर कटाउने छु सबै सँगै हाँसेर बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई